सबैलाई फेरि पनि नमस्ते। पानी परिरहेछ है, तैपनि हामी अत्याधिक चिसो छ। अनि यो चिसो भए तापनि यो भेडी फार्ममा चाहिँ भेडा काट्या छरे आज भनेर हामी सबैजना लिन आइरहेछौँ। हामी चाहिँ अलि पछाडि नै भइयो है, हामी चाहिँ अलिकति पछाडि नै भइयो। पानी पनि अत्याधिक परिरहेछ, जाडो पनि छ। आज करिब हिउँ पर्छ जस्तो लागिरहेछ सम्म मलाई। सायद पर्न सक्छ साथी है। कस्तो लागिरहेछ त, नयाँ ठाउँ नयाँ गाउँ, यो स्विजरल्यान्ड घुम्या जस्तो, अलिकति ढोरपाटन घुम्या जस्तो रमाइलो छ हैन। सायद अब प्रकृतिले चाहिँ अति नै के भन्ने हैन, यो ठाउँलाई साथ दिएको है, साथ दिएकै भन्छु। सायद मलाई लाग्छ यो स्वर्गको कुनै एउटा टुक्रा हो भन्ने मलाई चाहिँ अत्याधिक रमाइलो छ है। अनि यो पछाडि देखेको त्यहाँ भेडाहरू चरिरहेछ, हामी मस्त छ है। त्यही भेडाहरू लिनलाई आइरहेछौँ। हाम्रो 2-4 जना साथीहरू यता हुनुहुन्छ, कोही उता पछाडिबाट आउँदैछन्। शम्भु रमाइलो लागिरहेछ। एकदम साथी एकदम। ल अब हामी भेडाको मासु लिएर आउँछौँ है त। ल करिब एकजना हाम्रो साथीहरूले चाहिँ यहाँ एक टोलीले चाहिँ भेडा मासु काटिसक्नु हो। अब हामीले पनि अब मिलेर काट्ने भन्ने कुरा छ। अनि हामी यहाँ पैसाको हिसाब गरिरहेछौँ। अब यो पैसाको हिसाब मिलेपछि सायद त्यहाँको एउटा भेडा छानेर हामी पनि काट्छौँ होला। पर पर्सन कति जति आउला, कति जति आ पर रुम कि पर पर्सन? ए 25 दिन। ल अनि हामी चाहिँ यो हाम्रो कम्पनी चाहिँ उता पारि देखेको हो। अनि हामी चाहिँ भेडा फार्ममा आएका छौँ। हाम्रो यो अब कुन भेडा काट्ने, कत्रो काट्ने भनेर चाहिँ यहाँ हिसाब हुँदैछ। सबैजना साथीहरू हाम्रो एकजना टोलीले त काटिसके भेडा होइन। अब हाम्रो 4 रुममा का साथीहरू मिलेर चाहिँ भेडा काट्ने कुरा छ। ती भेडाहरू नै हुन्, टन्नै छन् भेडा, यहाँभित्र पनि भेडा छ। अनि अब चाहिँ कुन भेडा काट्ने भन्ने कुरा चाहिँ यहाँ फाइनल हुँदैछ। पैसा उठाउनेछौँ। करिब पानी परिसकेको छ होइन। यो यहाँ चाहिँ लौका ढन्थे, यहाँ यो पनि रहेछ कुखुरा तित्रा पनि यहाँ पनि रहेछ। अनि उताबाट त्यत्रो ठुलो पानी आइसक्यो। जोस् अब हामी यहाँ काट्ने छौँ भेडा। पानी परिरहेछ होइन। अनि ठुलो फार्म छ, भेडा छ। अनि हामी चाहिँ आज घुम्दै हाम्रो कम्पनीबाट चाहिँ आधी घन्टा हिँडेर यो फार्ममा आयौँ र सबैजना मिलेर चाहिँ हाम्रो 2 लट मिलेर चाहिँ हामीले भेडा काटेका छौँ। आज झरी परेको छ, भेडाको मासु खानुपर्छ भनेर चाहिँ सबैजना मिलेर चाहिँ भेडाको मासु काटिरहेका छौँ। अब यहाँ साथीहरूले चाहिँ भेडा काटिसक्नु भएको छ। अनि त्यहाँ धेरै भेडा फार्म छ है, यता पनि छ। जोस् अब हल्का पानी परिरहेछ। आज यो जाडोमा भेडाको मासु खाउँ है त भनेर चाहिँ हामीले योजना गरेर आज मासु खानु लाग्यो। फाइनल्ली हामीले चाहिँ अब भेडा काटिसकेका छौँ है आजलाई। अब बेलुका गएर चिसोमा तातो झोल खाने हो। यहाँको भेडाहरू नै चौरी जस्तो हुने रहेछ है। चौरी भन्दा पनि ठुल्ठुलो हुने रहेछ। हामी फाइनल्ली भेडी गोठ आइपुगेका